भ्रम कि यथार्थ। अँध्यारोले ओछ्यान छोड्नु अघि नै बिहान कसरी भयो थाहै भएन। म दौडिरहेको छु एउटा अनन्त दौड, तर कसका लागि वा कसबाट जोगिन मलाई पत्तो छैन। पैतालाहरूमा ठेस लागिरहन्छ, छातीभित्र कुनै युद्ध चलिरहन्छ। म लडिरहेछु निरन्तर, तर शत्रु को हो वा यो लडाईँ कसका लागि मलाई केही थाहा छैन। प्रयास त गरिरहेकै छु हरेक सासमा, तर कुन लक्ष्यका लागि, कुन गन्तव्यका लागि, आफैभित्रको प्रश्नले आफैलाई गिज्याउँछ। छाया त घाम लागेपछि देखिनुपर्ने हो, धुवा त आगो बलेपछि उठ्नुपर्ने हो। यदि म सत्य हुँ भने मेरो यथार्थको सानो अवशेष भए पनि कतै देखिनुपर्ने हो। तर यहाँ त म आफै आफ्नो लागि एउटा भ्रम भएको छु, दृश्य र अदृश्यको बिचमा अड्किएको एउटा नमेटिने र नदेखिने रेखा भएको छु।